2026 मा जर्मनी मास्टर्स या ब्याचलर्स अध्ययन गर्ने उद्देश्यले आउन खोजिरहनु भएको छ, तर सुरु कहाँबाट गर्ने भन्ने अझै अन्योलमा हुनुहुन्छ। थाहा छैन भने यो भिडियो तपाईहरुकै लागि हो। फर्स्ट स्टेप भनेको तपाईहरुले dat.d भन्ने वेबसाइटमा गएर आफ्नो युनिभर्सिटी र पढ्न चाहनु भएको कोर्सलाई सर्टलिस्ट गर्नु। dat.d वेबसाइट जर्मन गभर्नमेन्टको इन्टरनेशनल स्टुडेन्ट्सका लागि बनाइएको एउटा अफिसियल वेबसाइट हो। आफ्नो ल्यापटप वा मोबाइलको ब्राउजरमा गएर dat.d भनेर सर्च गर्नुहोस्। त्यसपछि तपाईले कुनै यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। वेबसाइटको सबैभन्दा लेफ्ट साइडमा गएर त्यहाँ भएका फिल्टरमा तपाईले आफ्नोले चाहनु भएको युनिभर्सिटी र चाहनु भएको कोर्स सर्च गर्न सक्नुहुन्छ। जस्तै मैले मास्टर्सको लागि डेटा साइन्स सर्च गर्दैछु। फिल्टरको आधारमा आएको रिजल्टमा एक्जाम्पलको लागि कुनै एउटामा क्लिक गर्नुभयो भने तपाईहरुले ओभरभ्यू, त्यो कोर्सको डिटेल, त्यसको कस्ट या फन्डिङ, रिक्वायरमेन्ट / रजिस्ट्रेसन, सर्भिसेस र अबाउट द युनिभर्सिटी सबै देख्न सक्नुहुन्छ। यदि तपाईले रिक्वायरमेन्ट / रजिस्ट्रेसनमा क्लिक गर्नुभयो भने त्यहाँ तपाईहरुले स्क्रिनमा एकाडेमिक एडमिसनको रिक्वायरमेन्ट, ल्याङ्ग्वेजको रिक्वायरमेन्ट, एप्लिकेसनको डेडलाइन र सबमिट कहाँ गर्नुपर्ने सबै कुरा देख्न सक्नुहुन्छ। यदि सबै डकुमेन्टहरु रेडी छन् भने युनिभर्सिटीमा एप्लिकेसन कसरी सबमिट गर्ने र डकुमेन्टहरु रेडी छैनन् भने म्याक्सिमम युनिभर्सिटीहरुको लागि आवश्यक पर्ने डकुमेन्टहरु के हुन् भन्ने कुरा हामी यो भिडियोको पार्ट 2 मा डिस्कस गर्नेछौँ। त्यसैले प्लिज स्टे ट्युन्ड।